नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन नै छु। नयाँ दिन नयाँ सुरुवात, न्यू डे न्यू ब्लगको साथमा। आजको थम्बनेल टाइटल देखेरै थाहा पाइसक्नु भयो होला। आज म ह्याम्जा मौसममा जाँदैछु होइन। अलराइट गाइज होइन, ट्याक्क लाएर म यता जिरो आइसकेको छु। यता पुरै देख्न सक्नुहुन्छ। राइट गाइज होइन, ट्याक्क लाएर म ह्याम्जा आइसकेको छु। के अरे ह्याम्जा हन्न, आज हरिचोक आइसकेको छु। हरिचोक देख्न सक्नुहुन्छ, यतातिर मलाई देख्न सक्नुहुन्छ। अब यस्तो ह्याम्जा कसी भेटौँला है त गाइज। ल अलराइट होइन, ट्याक्क लाएर म ह्याम्जा मौसम आइसकेको छु। पुरै देख्न सक्नुहुन्छ। त्यो म ब्यानर स्पोन्सर बाई चाहिँ आइसक्रिम रहेछ होइन। र हाम्रो यो अर्गनाइजेसन बाई चाहिँ यो चाहिँ क्लबले अर्गनाइजेसन गरिरहेछ होइन। पुरै देख्न सक्नुहुन्छ। हामी सन्दर्भको व्यवस्था गरिरहेका हामीले हिजो पनि काम गरेका थियौँ। यहाँ कता कताबाट हामी ल्याएर आलु पुरै देख्न सक्नुहुन्छ। पुरै यस्तो छ गाइस। बहादुर कार्की, राजेन्द्र कार्की, खड्गबहादुर केसी सक्नुहुन्छ गाइस। पुरै यस्तै छ। यहाँको टिकट काउन्टर चाहिँ यो रहेछ। पुरै जग्गा गाइस देख्न सक्नुहुन्छ होइन। मलाई चाहिँ टिकट स्पोन्सर भइसकेको छ पुरै होइन। पुरै देख्नुभयो होला। हाम्रो मेलामा पुरै यस्तो छ। लन्डन ब्रिज पनि देख्नुभयो होला। पुरै यस्तो छ लन्डन ब्रिज होइन। म तपाईँहरूलाई भित्र पनि देखाउँदैछु है त। यस्तो छ पुरै देख्न सक्नुहुन्छ। यस्तै छ जताततै होइन। देख्नुभयो कि होइन, होला ट्याक्कै यहाँ यस्तो रहेछ। सेल छ। अब यता मौसमतिर तपाईँहरूलाई सबै देखाउँछु यतातिरको चाहिँ होइन। यस्तै छ जताततै देख्नु होला। जुत्ताको पनि सेल लाएर चाहिँ यता पुरै कपडाको यता यो बुढिया ट्याक्क देख्नुभयो होला होइन। यस्तै छ पुरै जग्गा चाहिँ यस्तै छ होइन। माइकिङ भइरहेको होइन। पुरै सुन्नुभयो होला होइन। यस्तै छ पुरै यस्तो जग्गा तपाईँ यस्तै छ होइन। पुरै मान्छेको हुल देख्न सक्नुहुन्छ। पुरै मान्छेलाई देख्न लक्ष्मी आमा समूहका आदरणीय आमा दिदीबहिनीहरू यहाँले सातौँ स्थान प्राप्त गर्नुभएको थियो। यता पुरै स्टल छ होइन खानेकुराको। पुरै यता पनि यस्तै छ। पुरै यस्तै छ जताततै। आमा समूहका आदरणीय आमा जताततै हुँदै हुन्छ होइन। पुरै यस्तै छ। यो पिन भइहाल्यो होइन। पुरै गेमहरू जताततै यो ट्रेन भइहाल्यो। पुरै लट्रीवाला गेम पनि पुरै देख्न सक्नुहुन्छ। लट्रीवाला गेम पनि रहेछ होइन। पुरै यता यो 360 पुरै देख्नु होला। जताततै यस्तै छ पुरै होइन। पुरै देख्न सक्नुहुन्छ। कोप्नी गेम पनि रहेछ यो त्यहाँ कोप्नी होइन। पुरै चाहिँ लिइसकेको होइन। एकदम डर हुन्छ होइन। पुरै यसको अनुभव चाहिँ लिइसक्यो। अब यसको अनुभव पनि लिन्छु यस्तो साथी आयो भने होइन। गाइस होइन, हामीले हाम्रो फ्यान पनि भेटेका छौँ। ल केही भन्दैनौँ त। ल सो गाइस हामीले फ्यान पनि भेटिसकेका छौँ। अब यस्तो एकछिनमा भेटौँला है त। ल मेलाको चलपले यस्तो छ होइन। हाम्रो सन्तोष पौडेल दाइलाई देखिसकेका छौँ। ल दाइको युट्युब च्यानलको नाम भनिदिनु त। ल सन्तोष 2057लाई चाहिँ सबैले सब्सक्राइब गरिदिउँ होइन। अब छिटै म होइन हामी चाहिँ अब यो पिङ खेल्न गइरहेको हाम्रो ब्लग भाइको भिडियो हेरेर सबैले सब्सक्राइब लाइक कमेन्ट सेयर गर्नु होला। यो भिडियो पानी पनि परिसकेको छ। पुरै यता पनि देख्न सक्नुहुन्छ भाइ हाम्रो भाइ ट्याक्क यो देख्नुभयो होला। यो हामी अनुभव लिँदैछौँ आज। सक्नुहुन्छ यो ह्याम्जाको मौसम होइन। आलु मौसममा सबैले नाम्नु होला। अब पामेका मान्छे हुनुहुन्छ भने अब आउनु होला। आज यस्तो 50 थाम्ने कुरो थियो। अब मान्छेको भिड छ आज। ल हेर्नुहोस् यहाँ बच्चाहरू फेरि मोटा जस्ता पनि खेल्न लाग्छन्। त्यहाँका मान्छे चाहिँ यो 3 जना मात्रै खेल्न लाग्छ। आलिसक्यो यार यता गयो के रमाइलो होला है। त्यो दसैँमा पिङ खेले जस्तो चाहिँ यो पो खेल्ने गाउँमा आँखा मन लाग्थ्यो। मेरा भाइलाई आज थ्याङ्क यू। मेरा यो भाइको भिडियो हेर्नु होला होइन। हाम्रो यो भाइलाई देखाउनु। त्यही भाइ हाम्रो
तिमीले हेर सो गाइज अब हामी यहाँ जान लागिरहेका छौँ पुरै देख्न सक्नुहुन्छ यो हाम्रो पालो आउँदैछ सो गाइज अब स्टार्ट हुन लागिसक्यो पुरै भाइ है स्टेपलाई चाहिँ भाइ अब हाम्रो माथि गयो आज प्लेनमा उडे जस्तो अनुभव भइरहेछ पुरै देख्न भाइ म त सक्नुहुन्छ रुन्न है मलाई यस्तो अनुभव पुरै यस्तो छ डर त लाउँदो रहेछ है डर त लाउँछ है होइन एउटा भाइको हात चाहिँ खतरा लाग्यो यार मलाई त आकाशमा पुगे जस्तो लाग्छ हात त के हुन्छ भाइ अहिले त झन् बिस्तारै हो अहिले त खन 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 हुन्छ गाइज हामीलाई यहीँ माथि नै अड्काइदियो डर लाग्यो भाइ है हुन्छ रहेछ है हात यहाँ केही छुकिन्न समाउँदा यहाँ समाउनु है नछोड्नु यही समाउनु त त्यहीँ हो खेल्न अँ, लाग्यो ढोका हुनुपर्ने है योमा हुनुपर्ने हो अरे केबल कार जस्तो रहेछ केबल कार्ड कहाँ यस्तो हुन्छ र भाइ तिमी रुन्छ कि म त रुँदैन है सो गाइस सुरु भइसक्यो अब माथि नै छौँ हामी ओ हेम्जा बजार हेम्जा बजार पुरै देख्नुभयो होला अनुभव कस्तो माथि ल्याएर रोकिदिएको है यो मोबाइल खस्छ कि खै खस्दैन अब जान्छ कि भाइ अँ खस्दैन होला खस्दैन नडराउनु न खस्यो भने हामी पनि खस्ला खस्दैन के भएर भयो सो गाइस हल्का फुल्का डर लाग्यो खासै डर लागेन है है। अहिलेसम्म त डर छैन छैन अब चाहिँ बनाउन घुम्छ होला नि ए केही डर नाइन्छ हल्का फुल्का हो केही नाइन्छ होइन भाइ अब कुदाउँछ नि अब कुदाउँछ अरे अँ तर मोबाइल चाहिँ चप्प समाउनु पर्छ है अँ अरू जे भाइले बिजुमाथिका आलु मसपमा मेरा भाइ यति राम्रा रहेछन् मेरा भाइ तिम्रो भाइ यो भिडियो हेरेका मान्छेहरूले पानी आइसक्यो है पानी त आइसक्यो रुचेला जस्तो आलिएर बस्नु आलिएर बस्नु म त यता हामी यस्तै अब छ अब स्पिड हुन्छ अरे अब स्कुल हुन्छ अरे अँ। कसले भन्नु त्यहाँ तल भन्छ भने अब त हुन्छ नि यतिको के स्कुल ठिकै हो भाइ हामी टाइम लाग्यो हामी होइन स्कुल हुन्छ अरे अब त खतरा होला हुन्छ भाइ अब खतरा हुन्छ भाइ खतरा गाइस खतरा र त्यहाँ पहिलेदेखि भाइ किन्नु मेरो होइन फर्स्ट टाइम हो फर्स्ट टाइम दसैँमा पिङ भन्दा त यो रमाइलो छ भाइ ठिकै हो अहिले अहिलेसम्म त डर छैन नि रुन्छ भन्छु भाइ रुन्छन् भन्छु है मान्छे त हाँसेको हाँसमा त हाँस्छु भयो होइन तर ठिकै छ डर हुँदैछ होला त्यसो रोकिदियो होला अब रोकिदियो हेर्नु रोकिदियो भयो अब हामीलाई चल्नलाई होला नि पानी छ अब हामी तल जाँदै अब पानी पऱ्यो भने ओत त हुँदो रहेछ अलिक माथि पुऱ्याएर गर्छ त्यसमा भाइ पुऱ्याउँदै आउँछ ओत ओर्नुको त छोडिदिनु अहिले मोबाइल खस्यो छिटो लिएर हिँड्नु न भाइ हावाले मान्छे डर जस्तो है भाइ अब तिमीले के भन भने तो गाइस यहाँ यहाँ राम्रो लाग्यो कुदो रहेछ क्या ठिकै हो बनायो भने त के भएको त्यहाँ मोटर गनाएको के भाइ तेरिका मान्छे पुरै तर यसमा डर त डरै हो है मेरो भाइलाई जाडो भयो क्या चाल भइहाल्छ भाइ यहाँ चाहिँ जाडो भयो दिएको थियो मलाई त खासै जाडो त पानी परेको हो ओए एकदम से यार देव तो भैया था ओए गगवा उमला गरी हाल्ने यार यति त गरिन्छ ओ बसमा मान्छे हेर्नु त जानी मान्छे होला हजुर त्यो ड्राइभर छ गाइस ठिकै हुँदो रहेछ खासै ठिकै हुँदो रहेछ मोटर गना है पुरा त लास्ट गनाउँदो रहेछ यदि मान्छेलाई त गनाउँदैन हामीलाई मात्रै गनाउँछ केटीलाई पुरै पानी परिसक्यो उल्टो धार्दो रहेछ यसरी उतार आउने हेर्दा नि हामी झार्ने बेला भएको त होइन अहिले अरू मेरो भएर खोइ अहिले हेरौँला अब बल्बी खेलाउनु त्यहाँ रेकर्ड हुन्छ क्या
भयो भाइ हेर है भ्याइयो ल भ्याइयो भ्याइयो अरे गाइस मनकै कुरा गर्छु मनैबाट सुन्नु आफ्नो मन कस्तो लौ आफैले बुन्नु फेरि एकचोटि हुन्छ चुलबुल मनलाई फकाउनु पर्छ बालक फकाइन्छ नत्र गर्छ सला लागि गाउन चाहन्छु परदेशको ठाउँमा तानेर ल्यायो कर्मैको डोरीले आफ्नै बाउ पनि चिन्न पाएनन् छोरा र छोरीले छाती चर्क्यो चर र माया आँसु बर्स्यो बर र माया गाउँघर सम्झी रुन्छु म धरेर यो गीतबाट आजको कार्यक्रम सुरुवात गर्न चाहन्छु यो नयाँ वर्षको मेरो दोस्रो कार्यक्रम हो आफ्नै ठाउँ म यही बाटो हिम्जा आउँदै धम्जा जान्छु म जन्मेको धम्जा आज कार्यक्रम हुँदैछ हिम्जा कस्तो रमाइलो होइन त म यो कार्यक्रमबाट सुरुवात गर्न चाहन्छु सबैले ताली बजाएर आशीर्वाद दिनुहोस् न म प्रदेश जाने दाजुभाइलाई सम्झिन चाहन्छु अब हाम्रो दाजुभाइहरू प्रदेश जान नपरोस् हाम्रै गाउँमा आलु रोपेर खान पुगोस् यो कामना गर्दै ट्र्याक नम्बर 1 परदेशी मिक्स लेखेको होला प्ले गर्दैन केही गीतहरू सुनौँ अनि नाचौँला है मिल्दैन भाइ पीर छ छोडेर परदेश जाने मान्छेलाई नजाऊ भन्न नमिल्ने रहेछ त्यही भएर मैले एउटा गीत गाएको थिएँ बस्नीलाई पीर परेर हुनसम्म भछ जानीलाई नजाऊ भन्न नसकिने रहेछ जानीलाई
आमाको माटो पनि हाम्रो आमा जस्तै हो। एकचोटि सबैले हात यहाँ राख्नुहोस् न, एउटा फोटो खिचौँ। यहाँ यस्तो गर्नुहोस् है, सलाम गर्नुहोस् है सबैजनाले है, सबैले एउटा फोटो खिचौँ है त। ओके, अब रमाइलो गर्ने हो। ओके, रमाइलोको सुरुवात गर्नुभन्दा अगाडि चाहिँ यही वैशाख 11 गते शुक्रबार अर्को हप्ता हाम्रो चलचित्र परालको आगो रिलिज हुँदैछ। सो बुढाबुढीको झगडा परालको आगो भनिन्छ। हाम्रो चलचित्र परालको आगो वैशाख 11 गते लाग्दैछ। तपाईँहरू सबैजना गएर हेरिदिनु होला है। एउटा परालको आगोको एउटा गीत छ, तपाईँलाई याद छ कि छैन? अभावैमा पिठो खान्ला, पुग्यो भने मिठो खान्ला, लुगा फाटो टाली लाम्ला, पुग्यो भने लाली लाम्ला, मै काठम्ला धेरै धन्यवाद छ। रमाइलो भएर जस्तो छ। यो फुलमाईको गीत गाइरहँदा मलाई अर्को पनि फुलमाई के पिरो रामा, अब तिमीहरूले घर गरेर खाइहाल्यो, त्यसलाई पनि एउटा पढे लेखेको धन सम्पत्ति भएको केटोलाई बिहे गरिदिन पाए मलाई ढुक्क हुन्थ्यो। पढे लेखेको धन सम्पत्ति भएको मात्र भएर पनि हुँदैन क्या आमा, कान्छी पढे डाक्टर, पाइलट, इन्जिनियर, सुपरनाइटर जुन पेसाको भयो गाउनुभन्दा अगाडि चाहिँ मैले भनिहालेँ मेरो घर धम्सा, तपाईँहरूको हेम्सा। धम्साको एउटा गीत छ, मलाई यो गीत तपाईँहरूलाई सुनाउन मन लाग्यो। त्यसो
सुन राम्रो मान्छे भेटाउने चाहने भेटाउँदिन मैले झै चाहने टिकटक छ कि छैन रे चाहियो है मिठो बोल्यो पगाल्यो मन एकछिन हात माथि राख्नु सबैले यस्तो यहाँले 14औं राष्ट्रिय हिमजालु महोत्सव आयोजना गर्नुभएको छ त्यो त मेरो कहाँ गीत हो त त्यो त बरु अर्को एउटा गीत छ कसरी भागो हाम्रो ट्यालेन्टेड एलिनालाई यति राम्रो मायाको उपहारको लागि धन्यवाद छ थ्याङ्क यू एलिना ओके अनि हाम्रो केटाहरू नबन सोझो केटाहरू नबन सोझो बुझी केटीहरूले केटाहरू नबन सोझो बुझी केटीहरूले त्यस्तै छ होइन अब यसो म चाहिँ निस्किसकेको छु प्रकाशलाई भेटिएन सो गाइज होइन तपाईँहरूलाई कस्तो लाग्यो भिडियो होइन बेट्री नभएर धेरै भिडियो खिच्न पाइनँ आजलाई यति नै थ्याङ्क फर वाचिङ लाइक एन्ड कमेन्ट सब्सक्राइब फेरि अर्को भ्लगमा भेटौँ ल बाई बाई